यो नेपालकै पहिलो सुरुङ मार्ग हो। काठमाडौँदेखि धादिङसम्म जोडिएको यो सुरुङ मार्ग 2.5 किलोमिटरभन्दा बढी लम्बाइको रहेको छ। आजबाट ओपनिङ भएको यो सुरुङ मार्गको यो सुरुवात बिन्दु हो सिस्ने खोलादेखि नागढुङ्गासम्मको, र यो तपाईँलाई मैले देखाइरहेको यो दृश्य सिस्ने खोलाको प्रवेशद्वार हो। आज पूर्वाधार मन्त्री सुनिल लम्सालले यो सुरुङ मार्ग उद्घाटन गरे। उनी आफैले गाडी चलाए। 2.5 किलोमिटरभन्दा बढी लम्बाइको यो सुरुङ मार्गमा आफै गाडी ड्राइभ गरेर उनी सिस्ने खोलादेखि नागढुङ्गासम्मै आइपुगे। यो दृश्य तपाईँलाई मैले त्यही देखाइरहेको छु। प्रहरीले स्कटिङ गरेको छ र यो नेपालकै पहिलो नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग, काठमाडौँदेखि धादिङसम्म जोडिएको यो सुरुङ मार्ग नेपालकै पहिलो हो र यातायात व्यवस्थालाई यसले निकै हदसम्म ट्राफिक व्यवस्थापन गर्ने र जाम व्यवस्थापन गर्ने विश्वास लिएको छ। तपाईँ सुरुङ मार्ग जानुभयो? म एकपटक अवश्य जानेछु र तपाईँ हाम्रो यात्राको सहजीकरणका लागि एउटा ऐतिहासिक भएको छ। एकपटक यो यात्रा गर्नै पर्नेछ। तपाईँ हामीले